गाइस भाइटिका स्पेशल आइছে वेलकम टू माय यूट्यूब लाइक सब्सक्राइब शेयर ओके माशाल्लाह मेरो भाइटिका भिडियो बनाउँदैछु गाइस हैन कोही मान्छेहरुमा त्यही भएर चुप लागेको म बनाउँछु मेरो सब्स्क्राइब गर्नु नयाँ हुन्छ भने न्यू भनेर लेख्नु माया गर्दै गर्नुस् भ्युज नआए नि सब्स्क्राइब नगरे नि मलाई वास्ता छैन गाइस यारले त्यसमा किटक्याट देखिरा छ अगाडि खानु पाइरहेको चाहिँ यस्तो हुन्छ है खानु केटीएम को भाइ मसला चाहिँ यस्तो हुन्छ कुनै चाहिँ खनेताल पनि हुन्छ तर हामीहरुको जुनमा परेको छ हामीले भाइटिका बनाउन त्यही भएर सानो बनाइदिएको बहिनीले मेरो बहिनीको नाम श्रेया आन्टीको नाम अमृता खड्का काकाको नाम सुजन खड्का गाइस एक के रहेछ पकौडा पनि रहेछ गाइस हामीलाई चाहिँ यहाँ अनार सिल किसमिसहरु पेस्ता किटक्याट फुल पकौडा गाइस पकौडा आइछ यो पकौडा पसलको भनेर हामी पकाउँदा यही बनाउँछ हाम्रो आन्टीले भाइटिकाको स्पेशल भिडियो बनाउन मजा आउँछ अहिले 1:19 भइसकेको छ यसमा म यसमा भित्र बेला भाइटिका गीत पनि हाल्न चाहन्छु तर मलाई कपिराइट लाग्छ भन्ने डर लाग्छ कसैको भाइटिका लाउन नि इच्छा हुनुपर्छ त्यस्तै मेरो हैन कसैको भाइहरु नभएको हुन्छ दिदीहरुको कसैको दिदी नभएको हुन्छ के हो जस्तै छ जिन्दगीको जिन्दगी गरेर हाँसौँ रमायौँ यसै विषयमा म देउसी भइरहेको चाहिँ किन भिडियो नआएको भनेर भन्न चाहन्छु हिजो ट्राई गरेन हामीहरुको अलि दसैँतिर के पनि नभएकोले देउसी भैलोको भिडियो बनाएन लक्ष्मी पूजाको पनि भिडियो बनाएन ठिकै भाइटिका कसैले भन्नुहुन्छ कसरी नभए भाइले मसला कसरी आयो भन्नु सोच्नु होला हामीहरुको चाहिँ खाली हात के दिनु भनेर त्यो थालमा हालेर दिने गरेछ काठमाडौँको भाइ मसला चाहिँ यस्तै हुन्छ गाइस पसलमा राम्रो पाउँछ हामीले चाहिँ आफैले घरमा बनाएको भएर यस्तो भएको गाइस यति भन्दै म आफ्नो भिडियो इन गर्न चाहन्छु भन्दै 1 मिनेट 4 मिनेटको भिडियो बनाउँ त्यसपछि गराइन्छ त्यही भनेर हैन एकछिन भाइले मसला हेर्नुस् भने म इन गराइन्छ 4 बजे ठ्याक्कै 4 मिनेटमा ओके हुन्छ कि हुँदैन गाइस भनिदिनु त कमेन्टमा भट्याङ गोली हानेर जस्तो कमेन्ट भन्नु त हुन्छ कि हुँदैन 5 मिनेट सोधी बनाइन्छ यतिकै यार भाइटिका के दसैँ भाइटिका सहित हमारा भाइटिका 4 मिनेटको भिडियो बनिसक्यो भाइ गाइस बनिसकेको छ 4 मिनेटको भिडियो म चाहिँ अब नेपालीमा चाहिँ मेरो भिडियोहरु हेर्नुहुन्छ इन्डियामा नै इन्डियालाई चाहिँ ह्यापी भाइटिका भन्न चाहन्छु सबै नेपाली इन्डिया सबैलाई ह्यापी भाइटिका तिहार कस्तो भयो कमेन्ट गर्नु होला आफ्नो प्रतिक्रिया दिनु होला मेरो यहाँ काठमाडौँमा यस्तै छ गर्मी त्यतिकै छ तपाईहरुतिर गर्मी कति छ जाडो कति छ भन्दिनु ल जाडो चाहिँ अलिकति बेलुका भइसक्यो हुन्छ न त गर्मी छ काठमाडौँ गाइस हैन भिडियो बनाउन कति पछि आएको छु म भिडियो बनाउन मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु होला नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब हान्नुहोस् कस्तो लाग्यो भिडियो प्रतिक्रिया दिनुहोस् मेरो चाहिँ खासमा नेपाली अलिकति
नहुने छ, त्यही भएर प्रतिक्रिया भन्न चाहेकोमा मिस्टेक भएकोमा क्षमा प्रार्थी छु। 5 मिनट 4 सेकेन्डको भिडियो बनिसक्यो। अहिले कति बजी ठ्याक्कै हेरिहाल्छु म टाइममा। र अहिले 1:22 भइरहेछ गाइज, 1:22 भइरहेछ होइन। म तलबाट देखाउँछु अलिकति तलबाट।